भेटेर सँगै स्टेज सेयर गरेर अगाडि पछाडि बसेर भेट्न पाउँदा एकदमै खुसी लागेको छ र सब तपाईँहरूलाई खिचेर अब सोसियल मिडियाबाट संसारसँग पुर्याइदिनु हुने मिडिया पर्सनलाई पनि धेरै धन्यवाद। अनि यो होटेल जसले हामीलाई एउटा स्पोन्सर गरेर हामीलाई यहाँनिर दिनुभएको छ, एकदम जोड ताली लगाइदिनु होला, किनकि यदि होटेल हामीले पैसा पे गरेर गर्नु पऱ्यो भने 40-50 हजार पे गर्नुपर्छ, तर हामीलाई सपोर्ट गर्नुभएको छ। अनि सबै सर म्याडम मेरो सम्पूर्ण टिमलाई धन्यवाद। बेसी नगरौँ, यति भन्दै यही अन्त गर्न चाहन्छु। थ्याङ्क यू। र हामीले खानाको पनि व्यवस्था गरेको छु, सर म्याडम सँगै बसेर तपाईँहरूसँग बसेर खाने ठुलो इच्छा छ, हामी सबै बसेर खाने। बस थ्याङ्क यू। हम लोग का ऑफिशियल सॉन्ग लंच हो गया, सबको दिखा दिया, तो बहुत अच्छा लगा। बहुत लोग आए थे यहाँ पर, मिनिस्टर भी आए थे सिक्किम से। तो ठीक है, हम लोग जब रिलीज़ करेंगे यूट्यूब में तो उसमें देखिएगा आप लोग। अभी तो हम लोग जस्ट प्रीमियम में देखा सबको ही, मतलब जो अपना गेस्ट वगैरह है सबको दिखाया। तो हम लोग फाइनली यूट्यूब में वो भी रिलीज होगा, तो देखने को मिलेगा। मैं आप लोग को लिंक शेयर कर दूंगा। तो बहुत अच्छा लगा, मुझे भी एज ए गेस्ट के तौर पर बुलाया गया। ठीक है, काम करते रहो, बस जो ज़िंदगी में मिलता है वही अच्छा है। हमेशा हर चीज़ में खुश रहो, ना ज़्यादा एक्साइटमेंट होने की ज़रूरत है, ना ही कोई सैडनेस। अभी इंटरव्यू चल रहा है बैकग्राउंड में। ओके, सो तपाईँहरूले जुन म्युजिक भिडियो बनाउनु भएको छ है, सो तपाईँहरूको जर्नी यो म्युजिक भिडियोको कहाँबाट स्टार्ट भयो है? सो हाउ द आइडिया केम इन योर माइन्ड टु रिलिज दिस भिडियो अर टु मेक दिस भिडियो? थ्याङ्क यू सो मच। फर्स्ट त तपाईँहरू मिडियाहरू आएर कभर गर्नुभयो, हाम्रो म्याडम डिप्टी मेयर म्याडम पनि आइदिनु भयो, हाम्रो जति सुशील सर है, हाम्रो राज्यपाल सबै आएर सपोर्ट गरिदिनु भएको छ। फर्स्ट अफ अल धेरै धन्यवाद, हात जोडेर धन्यवाद गर्छु मनबाट हृदयबाट। अनि तपाईँले तपाईँको क्वेसन अनुसार है, कताबाट स्टार्ट भयो, कहाँबाट भयो भन्नुपर्दाखेरि चाहिँ म चाहिँ दोकानमा बसिरहेको थिएँ, बसिरहँदाखेरि चाहिँ हाम्रो नवीन, हाम्रो पूर्वा है आएर चाहिँ अब दसैँ त आयो, हामी आर्टिस्टहरू के गर्नुपर्ने त, हामी पनि एउटा दसैँको भिडियो बनाउँ न होइन, कति चाहिँ हामी नेपालको भिडियो मात्रै नाच्ने त भनेर उहाँको सल्लाह अनुसार चाहिँ म पनि रेडी हो, नाच्नु गाउनु भनेपछि त अलवेज रेडी हो। त्यही भएर आर्टिस्टहरूलाई सपोर्ट गर्नलाई म अलवेज रेडी नै हुन्छु। त्यही भएर हामीले यो हाम्रो सल्लाह चाहिँ 10 दिनको मात्रै थियो। म्युजिक भिडियो चाहिँ हामीले 10 दिनभित्रमा रेडी गरेको हो। त्यो पनि घरिघरि त भना भइरी पनि हुन्थ्यो होइन र पनि हामीले आज दिन सफल गर्न पायौँ। आज हाम्रो सिक्किमबाटै हामीले दसैँमा है सबैलाई नचाउने एउटा म्युजिकहरू बनाएको छौँ है, सबैहरू रमाइलो गरिदिनुहोस्। त्यही हाम्रो पानी झरी भयो है, एक रात चाहिँ नसुतिकन हामीले स्टिल आँखा पनि यसरी ब्लिङ्क पनि हाम्रो हुन्छ नि, झिक पनि गरेन होला, हामी नसुतिकन पानी झरी नभनिकन है एकदमै कठिनको साथमा यो म्युजिक भिडियो चाहिँ कम्प्लिट भएको छ। अनि सबैभन्दा धन्यवाद चाहिँ म कसलाई दिन चाहन्छु भन्दाखेरि हाम्रो सिएम साहबलाई हो। मेन त उहाँले गर्दाखेरि हाम्रो एउटा आर्ट बढेर आयो क्या, उहाँले एकदमै सपोर्ट गर्नुहुन्छ नि त हाम्रो आर्टिस्टहरूलाई, जुनै पनि फिल्डमा सपोर्ट गर्नुहुन्छ उहाँले है, र हाम्रो एउटा आर्ट पनि बढेर आएको। हामीले गऱ्यौँ भने त सर त छँदैछ हाम्रो ब्याकमा भनेर है, त्यसरी आर्ट पनि बढेर आयो। अनि सेकेन्डमा हाम्रो कल्चर मिनिस्टर हाम्रो जिटी ढुङ्गालाई धन्यवाद नभनिकन सक्दैनौँ, किन भन्दाखेरि हाम्रोमा पैसा एउटा पनि थिएन है, म्युजिक भिडियो त गरिदिने त फाइनेन्स चाहियो नि त है, पैसा एउटै थिएन। र म गएँ सरकोमा, हाम्रो कल्चर मिनिस्टर हो, उहाँलाई सर प्लिज यताउता भनेर चाहिँ उहाँले हामी सपोर्ट गरिदिनु भयो, अलिकति भए पनि सपोर्ट गरिदिनु भयो, किनभने दसैँको टाइम हो, उहाँले पनि जनतालाई हेर्नुपर्ने हुन्छ है। र हामीले उहाँले सपोर्ट गर्नुभयो। त्यहाँदेखि हामी कल्चर चेयरम्यानकोमा गयौँ, उहाँले पनि सपोर्ट गरिदिनु भयो। र सबैभन्दा अझै पनि धेरै धन्यवाद चाहिँ है सिएम साहबको मुनि चाहिँ हामी म कसलाई दिन चाहन्छु भन्दाखेरि त्यो घरलाई जुन घरमा हामीले सुटिङ गऱ्यौँ त्यहाँको एकजना आन्टी हुनुहुन्थ्यो, स्टिल हामीसँग बिहानसम्म उहाँ चाहिँ बस्दिनु भएको, स्टिल बस्दिनु भयो है, एकदमै खुसी पनि लाग्यो है। र त्यतिको सपोर्ट चाहिँ अहिलेसम्म मैले अरू म्युजिक भिडियो पनि बनाएको थिएँ, तर त्यतिको सपोर्ट मैले पाएको थिइनँ र उहाँलाई धेरै धन्यवाद। अन्त हाम्रो टिम इनाम टिमको प्रेसिडेन्ट सर जो अर्पण शर्मा हुनुहुन्छ, उहाँले पनि धेरै हेल्प गर्नुभएको छ। हाम्रो लाइट जाँदाखेरि उहाँले तलबाट के पो भन्थ्यो हाम्रो नवीन सर, त्यो लाइट त्यो डिजे लाइट गाडीमा कि डिजे के हो त्यो मगाएर हामीले 3 बजी बिहानको 4 बजीसम्म सुटिङ गरेर चाहिँ यो सफल भएको हो हाम्रो यो म्युजिक भिडियो चाहिँ है। अन्त हामी सबैजनालाई हामी म एकदमै मनबाट धन्यवाद दिन चाहन्छु। ओभरकम प्रोब्लमहरू ओभरकम गर्नुको लागि चाहिँ सबैभन्दा पहिला चाहिँ यो गीत चाहिँ म आफैले गरेको होइन, लिरिक्स कम्पोजिसन एरेन्जमेन्ट सबै आफै गरेको हुँदाखेरि चाहिँ मैले अझै धेरै ह्यान्डल गर्नुपर्ने, अझै धेरै जिम्मेवारी थपेको कारण
मैले यो कुरा उहाँलाई भने, फुलबालाई भने, अनि हरिजीलाई भन्दा एउटा टिमवर्क भएर यो म्युजिक अडियो भिडियो आज सक्सेस भएको छ। प्रब्लमहरू धेरै आयो उहाँले भन्नुभयो, सो एकदम कम्ती बोल्ने, अब यो गीत हामी चाँडै तपाईँहरू समक्ष आउँदैछ, सो हेरिदिनु होला, माया गरिदिनु होला। अनि रिक्वेस्ट फर पब्लिक, पब्लिकले मलाई एकदम धेरै माया गर्नुभएको छ। नवीन गजमेरलाई भएछ नेपालमा याद गर्न पनि कोही न कोही त चाहिँदैछ, पर्दा लगाएर धेरै माया गर्नुभएको थियो। र यो गीतलाई पनि अब सिक्किममै सुट गरेछौँ, दसैँको गीत, यो चाड पनि आइरहेको छ, सबैजना घरमा बसेर नाचिदिने। भिडियो पठाएर हाम्रो अफिसियल नवीन गजमेर सनक सिक्किम हरि छेत्री ममताजी जसको फेसबुकमा पठाए पनि हामी हाम्रो पेजबाट राखिदिनेछौँ। माया हजुरहरूलाई माया गर्ने छ, हामीलाई माया गर्छ। मुझे तो दुनिया के हर चीज़ में आर्ट दिखाई देता है, क्या करूँ, मुझे हर चीज़ में क्रिएटिविटी दिखाई देता है। तो अभी मेरा एनर्जी कम हो गया, अभी मैं कॉफ़ी पी रहा हूँ। लेट्स गो स्टार्ट। मज़ा आ गया कॉफ़ी पी के, एनर्जी, अभी एनर्जी डाउन हो गया था मेरा, अभी कॉफ़ी पी रहा हूँ, एनर्जी बढ़ गया। जैसे हर किसी को खुश नहीं किया जा सकता है, हर किसी को हैप्पीनेस नहीं दिया जा सकता है, तो मैं अपने जगह में ठीक रहने का कोशिश करता हूँ, बाकी दूसरे का मर्जी, जो जिसको अच्छा लगे। क्योंकि कोई 10 आदमी हो तो सबको मैं खुश नहीं कर सकता हूँ, तो कोई मुझसे बुरा हो जाता है, गुस्सा करते हैं, लेकिन क्या करूँ, मैं जैसा हूँ वैसा ही हूँ, किसी के लिए मुझे नहीं बदलना है। बस मुझे अपने जगह में सही रहना है और हर चीज़ कोशिश करता हूँ ताकि उसे सही तरह से किया जाए।